लमजुङको राइनस नगरपालिका 8 मा रहेको सर्वोदय सेवा आश्रममा करिब 1 लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। सुन्दरबन नगरपालिका 7 घर भई हाल नियोगमा रहेका मल्ल परिवारले आश्रममा 95,706 रुपैयाँ सहयोग गरेका हुन्। अमेरिकाको न्युयोर्क बस्नुहुने विजेन्द्र थिङ र निक्की मल्लथिङ दम्पति साथै छोराछोरी अभ्यन मल्लथिङ आयुष्मा मल्लथिङ सहित मल्ल परिवारले सोमबार आश्रममा सहयोग रकम प्रदान गरेका हुन्। सुन्दरबजारमा रहनुहुने बाबा उदय बहादुर मल्ल, आमा शकुन्तला मल्ल, दाजुहरू प्रदीप, विकास, सञ्जय, दिदी सङ्गीता, भाउजू पवित्र, शीर्षना, सुनिता र नाति नातिनी सहितको उपस्थितिमा आश्रममा बिहानको भोजन सेवासँगै आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्। मल्ल परिवारले भोजन सेवा 40,555 रुपैयाँ बराबरको चामल, दाल, तेल, नुन, आलु, मसला, बेसार, चिनी, चियापत्ती लगायतका खाद्य सामग्री, फलफूल प्रदान गरेका छन् भने आश्रमको अक्षय कोषमा नगद रु 25,151 रुपैयाँ प्रदान गरेको आश्रमका आजीवन सदस्य लक्ष्मीप्रसाद मिश्रले जानकारी दिनुभयो। विदेशमा रहेर पनि आफ्नो मातृभूमिमा भएको मानवीय सेवाका लागि सहयोग गरेको मल्ल परिवारलाई आश्रमको तर्फबाट मिश्रले धन्यवाद व्यक्त गर्नुभएको थियो।